हेलो नमस्ते स्वागत छ मेरो अर्को युट्युब ब्लगमा। अनि अहिले चाहिँ बुढा र म रेडी भइसकेको छौँ। हाई त भनौँ। हाई हाई। अनि आज चाहिँ हाम्रो एकदम फ्यामिली भेटघाट फ्यामिली ब्लग हुनेछ। अन्त हामी चाहिँ कहाँ जाँदैछौँ भने हाम्रो कान्छा बा मेरो ससुराको कान्छा काकाको छोरी हाम्रो बबी फुलकोमा चाहिँ हामी फ्यामिली भेटघाट फ्यामिली डिनर गर्न जाँदैछौँ। त्यही भएर अनि यहाँ चाहिँ एकदम गर्मी छ नि त। अनि यहाँ फ्यान चाहिँ एकदम अन भइरहेको छ, कता गयो फ्यानै देखेन। कुर्ता लाएर रेडी भइसकेँ, हामी सबैजना रेडी भइसक्यौँ। अब निस्किने गर्मी चाहिँ गर्मी छ। म कपाल हाल्छु होला एकछिनमा। यो चाहिँ हेर्नु हाम्रो फुल सरिसो। अनि यो रोज फुलेको थियो यस्तै भन्छु। ल हेलो भन्नु त ल हामी चाहिँ निस्केको यहाँ आफ्नो चप्पल पनि डरेको छ। के लालबाले क्याप छोड्नु भएको थियो कि ल बाहिरको वेदर चाहिँ यस्तो छ। आज त अलिक शीतलै छ, शीतल भन्दा हप्प छ गर्मी भएर। लु जानु तपाईँ पहिला। गाडी चाहिँ मजाको फुलफुल रहेछ। हामी सायद पछाडिबाट जान्छौँ होला। कति बोक्नु हेलो नमस्ते भाग्यमानी। नमस्ते नमस्ते। नमस्ते नमस्ते हजुर सन्चै छु। नमस्ते के भयो हात नमस्ते हजुर नमस्ते। ल फुपू ल हामी त आइपुग्यो है। हाम्रो हामी फुपूलाई ल नमस्ते। खै बहिनी कता हुनुहुन्छ नि? ए अन्त घरि स्टोरीमा देखिरहेको थिएँ कता कता गएको त। गर्मी है, तर आज त ठिकै छ यतिको त। ल हाम्रो फुपू पनि आइयो। कति राम्रो फुल फुलेछ। नकल पार्नु अनि खान्छु। सजनलाई कुन त ल म हल्ला गर्छु।
बसी त हाल्छ यसले एउटा प्लेटले गर्दा हुन्छ होला है बरु म गरिदिन्छु बरु चिन्नु भएन होइन म हाल्ने यहाँ माखा दबाउने हो हालेको त पाउडे गर्नु ए नानु आऊ बाबु आऊ न आऊ त मम्मीलाई के ल्याइदिउँ सबै ल्याउँ दिदी लास्टमा आउनु न अहिले ए बाबु दुई घन्टा 22 मिनेटमा छिरेको कि राम्रो जसलाई पनि उठेर हेर्नु न माखा त झुम्टिरहेको भाइ यस्तोलाई पखेला एकदम मन पर्छ नि पानीपुरी होइन त्यही खाने चाट मसला खाने खाऊ भन्नु बियर के ल्याऊ बियर ल्याऊ बियर पनि नखाने यो खिच्नै पर्यो नि बुढी पार्टीलाई झला झुल पार दिदी यहाँ हाल्दैछु दही चाट बनाएर खाऊ केही बनाउनु कहाँ बनाउनु बनाएर पत्ता त ल्याएको हेर नि कस्तो रोटी भने यस्तो पहिला त्यस्तो मिठो हुन्थ्यो अहिले प्यात्तै पर्यो बुढी टिस्यु पेपर छैन निलो अहिले धेरै लिएर आऊ अनि समोसा यस्तो मिठो छ दाइ त बाबु हेर्न बस्यो त्यो मोटेको छैन के खाने अब केले ढाक्ने त ढाक्नुपर्छ फेरि बसिहाल्छ अस्ति अब हल्ला भयो भने अनि अस्ति भन्यो फेरि अनि फेरि नि गऱ्यो भने म काउन्सिलर रिपोर्ट गरिदिन्छु भने सन्डे पाउँदैन गोलो खानु लौका जम्मै दुईटा फलेको दुईटा आफै मर्ने यसले पनि खाइदिन्छ होला हरियो हरियो कतिमा हाल्नु सबै हालिदिनु पर्यो नि
खाइसक्यो म त खाया भोक खाएँ म त टन्नै खाएँ नाच्नु नि ओहो लाथे खतरा यसरी हाल्नु बेला त हालिन्छ नि त्यस्तो नहुनु पर्ने भयो तर तेरो घर त ढल्छ कि हुनु त त्यो चलिले भन्छ सिमन गिलो बनाएको विद्याको भनेर त्यहाँ देखाउने अब प्रचण्डलाई बराबर ओली मान्दैन थाहा छ नि यो मान्छे भन्छ ओली बराबर प्रचण्ड मान्दैन आइज छोरा ठिक गरेर ल्याएको छु पाउलाई दाइ सबैजना आउनु अब जाँदै भयो भने पुरा हुनुहुन्छ बाबुहरू यहाँ त गर्दैन बाहिर घर घाम भयो भाइ यो त तिम्रो त कति राम्रो रहेछ नि पानी पानी भइसक्यो बुबु कतिवटा खानुहुन्छ के खाने हो बोखान खालो चिया आएर मेरो फाइट पर्ने त होइन पेटमा बुढीमा भित्र सबजना बिजी छ बेबी सिटिङ हो हामी दादी बेबीहरू बेबी सिट बन्नै पर्दैन आफै ज्ञानी चाहिँ सुतिरहेको कान्छा बाजे चाहिँ मै है कान्छा बाजे बाजे बोजू अनि बबी फुपू जेनी फुपू फुपूहरू बहिनीहरू Neon hums like a subtle thrill, shadow
सानो माखाले ठुलो माखाले पिच्छ पारिहाल्नु हुन्छ ठुलो माखाले पिच्छ यता बेटेर चाहिँ देखेर ल पोजिसनमा राम्रो है होइन ठिक छ ठिक छ पानी ल्याऊ रे पानी ल्याऊ भनेको तिमीले कस्तो छ नि फुपू भर्खर आउनुभयो है हामीले खाइसक्यो फुपू एक्लै गर्नुभयो ल ल ल लिनु लिनु यो टेस्ट गर्दा फुपू कस्तो भएछ बहिनीले बनाउनु भएको अरे सानो बहिनीले ल बुहारीहरू त आएर खाने मात्रै हो मिठो रहेछ कसले बनाउनु भएको भन्दै थियो जेसिका बहिनी कसलाई बनाउनु एकदमै धेरै भएछ त्यो त्यत्रो पोक बेली छ यो बेली र भात खानी के दाइ भरे कति मिठो हुन्छ पका भन्यो भने पकाइन्छु भने उसले अब हैन पार्वती दाइ बोल्न लाग्छ पका भन्यो भने पकाइन्छु भने नपका भनेछ झन् पका भने पकाइदिन्छु रे बोल्ने भन्नु पर्यो नि त त्यही त अब होमिसले भन्नु पर्यो मैले त अब भएन यहाँ यिनीहरूले होइन कि यो मासुसँग खानुहुन्छ माछा छ रे यता पोर्क यता अर्कोमा आया म त यो त उयो भनेर आएँ के रहेछ पुरा मासु एक उयो थियो आदि भयो अब यता देखाउनु खाना लाने बस्ने पुरा साएर बहिनी स्प्रिङ रोल पनि राखेँ काटेको छैन पछि मान्छे आएर लगाएर धेरै आँट्नु पर्यो नि पेटमा खानु पनि अरू घरमा त बेच्दैन खानुको लागि हामीले यहाँ कति खायो हाम्रै नन्द भाउजू अर्को यहाँ पाउँछ भाउ उहाँ नन्द उता भाउजू होइन यता यहाँ नन्द यता भाउजू यता फेरि हाम्रो अर्को जेनेरेसन यता नन्द यता भाउजू यता भाउजू लास्टमा के पैसा पनि पाउने हो कि एक पाउन्डको ए एक पाउन्ड तिनवटा केटी खायो नि ल म चाहिँ बिन्दादीको टिमै जित्नु भएन हाफ हाफ पऱ्यो कि हार्यो भने चाहिँ म जान्दिनँ हाम्रो यता ब्युटिफुल मम्मीलाई देखाउने यस्तो मोडल नै भएर आउनु भएको छ नि त अन्त अनि कपडाहरू फेरि कस्तो मजाको हुन्छ त शीतल पनि है वाइट भएर पनि क्या कलरले फेसन त होइन आउँछ नि हाम्रो मम्मीलाई त्यो के प्रेम लायरलाई बालीले बोलाएको थियो हो गएको त भित्र त त्यो होटल बसिरहेको थियो थर्काएको छ अरे महाप्रसाद त्यो अधिकारीलाई पनि त भोलि यो केसमा त मै फस्नु डर भयो नि बिचरा त्यसले गर्ने बित्तिकै ओली चाहिँ गर्छु भनेन नभए चाहिँ ओलीले पछि केही यो बाबु काम गरिदिनु भन्ने त्यस्तो खतरा त्यति खतरामा चाहिँ काछ पनि समोसा कस्तो भयो एकदम मिठो समोसा 4 झन् हामी चाहिँ एकछिन बाहिर निस्केका छौँ खायौँ बस्यौँ गफ गऱ्यौँ अनि यसो फेरि नन्दलाई झ्याउला गऱ्यो अल्छी लाग्यो अरे अनि त्यो पनि हो अनि हाम्रो काइरीलाई एकछिन भेट्नु भनेर
दिदी पनि आउँदै हुन्छ कामबाट सो गयो भने हामी दिदीहरूसँगै फर्किन्छौँ के हुन्छ है कस्तो मजाको हावा चल्यो अहिले चाहिँ आइसक्रिमवाला आइसक्रिम म्यान हामी चाहिँ कुसुमतिर खाएको फुपू घर चाहिँ उता पर भयो अनि यसरी हिँड्दै आएर यहाँबाट यता चाहिँ हाम्रो खैरीको घर अहिले चाहिँ यहीँ रहेछ है पहिला पहिला मलाई झुक्किन्थ्यो आन्टी अङ्कल हुन्छ होइन अरू चाहिँ घरमा हुनुहुन्छ होला कस्तो शीतल भयो अहिले चाहिँ हाम्रो बच्चाको हाई यो चाहिँ दाइहरूको पछाडि बन्दैछ त्यही भएर यो चाहिँ फोहोरहरू थुपार्ने कन्टेनर कहाँ अरे भर्खर सुतेर उठेको कि हाम्रो आज दिनभरि सुतेर बसेको हामी त खाएर टन्टो भएर आएको आयो अनि बसेको त निद्रा झुला जस्तै अनि हिँडेको हजुर अघि नै अङ्कल बाजे नमस्ते नमस्ते आशीर्वाद दिनु ए आरामै हुनुहुन्छ नि कोदो एन्ड बनानाको केक हाम्रो सङ्गमानले बनाउनु भएको ऊ पर चाहिँ को हो फेरि के हो त्यो कोदोको हो पनि 3 पाने 2 पाने हो त्यो चाहिँ ग्लुटेन फ्री बियर है ओन्ली only 80 calories यहाँ आऊ न एकछिनको हो त्यो चिक्क यहाँ हेलो भन्दै ल सबैले हेलो भन्दै नमस्ते भन्दै न यहाँ ल हेलो खै एकचोटिको कति राम्रो देखेको छ नि काहीँ कहाँ जाने अब दिदी रेडी हुनुभएको सर्ट ठिक छ केही छैन गरिमा जाडो भयो भने चाहिँ मान्छे चिन्न सक्नुहुन्छ यो तपाईँले ल्याउनुभएको त्यो होइन होस् ल ल जाउँ ओके Where are we going? Aku Wedding House. Aku Boju house. Aku Wedding House. वेलिङ बाजेको सिस्टरको हाउस बबी बोजू भन त बबी फुपू ट्युजडे हो 30 हैन त यही महिनाको भनेको नि त फ्री नै छ Now we are crossing. Cool. दादा नो दादा खै हाई गर्नु फुपू ल आशीर्वाद राजा है फुपू त बल्ल आयो राजालाई आशीर्वाद है
माग्छु ल ढोका ल अर्को मोटे मामा दुईजना मोटे मामा गाइरे ल के हेर्नु आउँदैछ ल यहाँ काइडी हेर्नु नमस्ते गर भगवान् हेर हो भगवान् नमस्ते गर खै माइजूलाई नमस्ते गरेको है भित्र उपर अक्को माइजू भित्र हेर त हो अक्को माइजू माइजू भन न उता यता ए अक्को माइजू माइजू नमस्ते भन है माइजू अन्त छोरी अर्को ओ फुपू फुपू बजो फुपू बजु का हाल्छ नि एकैचोटि हेरेर देख नि त फोटो मात्र देख्छ कि ठुलो बाउना कहिले दिदी बेटी पहिला यहाँ हेर्नु भयो बेटी बेटी हामी आको त पहिला यहाँ डान्स हेरौँ डान्स बच्चे बजे गयो त उ न दादा के न दादा ओले डान्स गरिसक्यो लो अब खेल्नु अघि उसलाई हेर्दै थियो नि त मोमो जस्तै रहेछ मोमो रहेछ नि त बोल पनि काइडी चिचे काइडी चिचे ल आ काइडी चिचे न बेबी न आमा पनि यसको नाम के रहेछ है Oh no, he's going again. ला गयो फोटो खिचौँ फोटो No, she's going again. ला गयो पो झन् अब त्यो देखेर झन् के हजुर थ्याङ्क यू बजु भन न काइडीको गिफ्ट दुध खान पाएन भनेर रन्छु सब बजाज काइडी हेर फिस मन पर्यो ब्याग हेर ब्याग वाउ फिसको ब्याग है उनीको टाइपको ब्याग बेल्ट ब्याग कस्तो राम्रो काइडी काइडीको त थ्याङ्क यू भनेको बजेलाई बजुलाई थ्याङ्क यू भन नि त काइडी हेर हुन्छ कि हुँदैन भएन भने त साट्न पर्छ काइडी थ्याङ्क यू भन्न नि छोरी थ्याङ्क यू भन्न नि छोरी होला 4 इयरको हो के हो कताको हुन्छ होला हुनुपर्ने त्यही त है पानी पर्यो त्यसको इन्साइड बेबी पानी आयो Gan sajeva. Mati tini pa bati pita mane deva. Yeah, well done, Babu. Sabula. ठिक छ यसो यसो मात्रै ओ तपाईँको बास्टाटा साग यही हो तातो भिटामिन आइरन के पाइन्छ यसमा कस्तो मजाको बास्ना आएर चाहिँ मन परेको अब यता मासु यता छ मुलाका चाहिँ यता छ सुप खानु
भनेको अघि भातमा हालिसक्नु भएको छु दाल हालिहाल्ने बिर्सेर के यहाँ र त उयसमा हाल्नु भन्नुभयो कि फाल्टै मिस्टेकले गल्ती भयो अब यता यसमा हाल्नु न त जहिले पकाएको थियो दाल हालिहाल्ने क्या ओहो खतरा खाइहाल्नु अन्त अहिले तर अब लोभी भएर नखाए पनि टेस्ट खतरा देखिरहेको जस्तै छ यो मुलाको अचार कस्तो मिठो छ यो चाहिँ भाइरल भयो बनाउनुपर्छ है ल टिकटक आज डान्स हाम्रो डान्स भाइरल नभए यो लुगा चाहिँ भाइरल हुनुपर्छ यस्तो यस्तो हेर्नलाई टिकटकमा त यस्तो बाउन्सिङ गरेछ यसले ल यो अचार खानुहुन्छ बहिनी लु लिनु ओ लु यता पोर्क यता पनि छ हाम्रो मासु ल माथि हाल्छु कि यति हो बस्नु न कुन चटनी भन्नुभएको त्यो पनि दिनु तताउनु पर्दैन त्यो पर्दैन तोपु खाने त अपार गएर म त होला यहीँ राख्नुहुन्छ यहाँ राखिदिनु त हो बस सबै पानी हालिदियो बचायो होला कस्तो खेलेको त त्यो सबै उसमा देखेर हरे उर्सान पोख्नुहुन्छ कि टोफु हो उता छ है दाइ यो तिमी खाँदैन होला त्यो ब्रोकोट छ अलिकति माछाको सुप खाने भए यहाँ छ यो बटुकोमा लैजानु अरू त यस्तो बटुकोमा ठिकै हुन्छ तोफु त्यो खाँदैन अन्त तोफु हो कि त्यो सागको लगाउनु म एकछिनमा खान्छु साग पनि लाउनु छ हुन्छ हुन्छ छ अब यहाँ दुईटा छ अझै छैन छैन त्यो मासु त अब उसले त्यो बाटो भयो नि त्यो के खानु सक्यो मेरो छ टोफु टोफु भात पनि अर्को ल्याउनु पर्यो मन पर्यो धेरै खान्छ नि त्यसको मेरो यत्रो हुन्छ
यो साग लिनुहुन्न यो खोइ के को साग हो खोइ खाना हाल्नु भएन त केही भएन त नि हजुरलाई त माछा यता छ है ड्याडी ल अब चाहिँ हाम्रो डिनर टाइम कति बजे के भन्छ 10:15 भइसक्यो फुटबल हेर्ने होइन यहाँ चाहिँ अरू नै खेल हेर्दैछ आफै खेलेर ल बबी थ्याङ्क यू है एकदम मिठो खाना खायो अब हामी त जानु पर्यो मिठो भयो एकदम फर्स्ट क्लास कफी थपी खायो रमाइलो भयो धेरै पछि सन्तानहरू भेट्न पाएँ हाम्रो बुहारी रिवा चाहिँ यहाँ फेरि यता मल्टिटास्किङ गर्दैछ यता खिच्दै पनि छ उता वासिङ पनि गरिहाल्यो हो नि त नि उसलाई पनि खेदिनु पऱ्यो नि त बिचरा आजको चिफ गेस्ट हो यिनीहरू ल रमाइलो भएछ अन्त हामीले त टिकटक पनि बनायौँ खाना नि एकदम मिठो माधुरी दीक्षित माधुरी दीक्षित मन मोटाएर अहिले ल भयो तपाईँले राम्रो भनेको खानु भन्ने बात जाने बेला फ्यामिली फोटो तँ मिस भयो त मिस भएन ल जानु त म भिडियो गर्नेछु ल खतरा मान्छे हट भयो छैन फोटो पनि हट ल दाइ चौका यता छ ला ऊ मुख मिला सुधा भाभी
बिदाई माग्दै हुन्छ उहाँलाई त चटौ मिठा दाइले त टिपेर उसको चाहिँ उहाँ नयाँ घरमा सोद्धा त्यसो गर्दो रहेछ नि त त्यस्तै गरेर मच्छर आइरहेको एउटा हातले भयो दही होइन दहीले झन् उयो गर्छ नि राम्रो हो नि आदि आदि अपर दाइले खानुहुन्छ होला नि फुपू फेरि भन्नु न ऊ गोल हाल्न आँटिसक्यो अर्जेन्टिना हो नि ओहो अहिले जित्दिनै अर्जेन्टिना हो हामीले खाएको अब 1 मिनट अनि उस खेलेछ राइस खेलेछ र राइस सबभन्दा राम्रै डेकोरेसन राइस त गोरा हेर्न छोडेर आज त खेला गहना जित्दैन अब 1000 भयो 1500 भयो दाइ हामीलाई बस्यो यहाँ अहिले बिस्तारै जानुहोस् ल बिस्तारै जानुहोस् ल बिस्तारै जानुहोस् ल आधा हेरिन लाग्नुभएको के एकछिन ए बाबु आउनु छिटो तान्न यहाँ ढिलो भयो छोरी हस् बाई ल यहाँ चाहिँ रातको 11:30 भयो होला अनि सबै हल्ला छ आज इङ्ल्यान्ड र
अर्को टिम चाहिँ मलाई थाहा भएन। आज गेम चलिरहेछ पुरा, अनि त्यही भएर सबै पबमा यता पनि पुरा मान्छेहरू छ, अनि भित्र पनि त्यही हेर्दै हुनुहुन्छ। अनि म चाहिँ सबैजनालाई बिदा मागेर निस्केँ, मम्मीहरू पनि बिदा मागेर निस्किँदै हुनुहुन्छ। अनि आज सबैजनासँग भेट भयो, अनि खुसी लाग्यो यस होइन, सबैजना भेट हुँदा रमाइलो हुन्छ। अनि त्यही हो, आज एकदमै रमाइलो भयो। हजुरहरूले थ्याङ्क यू सो मच यति मिठो खाना बनाउनु भएकोमा। बिचरा है थाकेर बिचरा कस्तो हुनु भइरहेछ। अब घर त फर्किने। आजको हाम्रो भिडियो कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गरिदिनु होला। बाई बाई।